हेलो गाइज वेलकम छ तपाईँहरूलाई हाम्रो भ्लगमा मेरो भ्लगमा यहाँ आफ्नो भाइ छ होइन अनि यहाँ हुन्छ मम्मी यता हेर्दैन हुन्छ अनि यहाँ चाहिँ आज चाहिँ हामी टक्कसँगले अस्ति देवीथान छेउतिर गएर अलिकति के गर्ने क्याम्पिङ गर्ने क्याम्पिङ होइन यहाँ चाहिँ एकदम रेडी हुँदैछ मसला होइन अब उहाँ त पिस्ने ठाउँ हुँदैन नि त अनि त्यही भएर अहिले गरेको अनि यस्तो अनि यहाँ चाहिँ हाम्रो मम्मीले एकदम सामान ठिक पारिदिँदै हुनुहुन्छ होइन यहाँनिर सामान ठिक पारिदिँदै हुन्छ है अनि यहाँ छ अस्मित भाइ सामान केलाउँदैछ अदुवा केलाउँदैछ ए लसुन केलाउँदैछ अनि जान आँटेको हेर्दै गर्नु भयो सो अब हामी गाइड तपाईँलाई म बाटोमा भेट्छु हेलो गाइज वेलकम ब्याक तपाईँलाई फेरि पनि स्वागत छ हाम्रो लोकल भ्लगमा आज अस्मित भाइ म पचाङ हामी चाहिँ लाग्न आँट्यौँ गाइज आउट गोइङ जाँदैछौँ ट्रेकिङ हल्का यसो यहाँ चाहिँ आन्टी हुनुहुन्छ मम्मीले पनि बाई बाई गरिसक्नुभयो तिमी दाउरा बोक्ने काम अस्मित भाइले चाहिँ एकदम कडक तरिकाले 3टा झोला भरिदिन्छ अगाडि अगाडि म पछाडि बिचमा हामी जाँदैछौँ जङ्गलतिर यहाँ झरेको रहेछ साला हेलो सर बाइक यहाँ सेलर उयो यो समाएर चाहिँ किन्नु के म नाम पनि उठाउनु पर्यो टोली अगाडि लागिसक्यो दाइ क्यामेरा कहाँ बन्द गरौँ न दाइ यो रोकिँदैन त भरे यिनमा कति हुन्छ नि हुँदैन ए ल्याङ नगर्नु न पछाडि आऊ त्यसो भए हेलो सर दाउराम्यान मा कसम दामी हावा आइदियो दामी आएको रहेछ दाउरा बोकेमा क्यामेराम्यानलाई फाइदा छ आजको मौसम चाहिँ दामी छ पानी पर्ला पर्ला जस्तो नि भएको छ त्यही पनि केही छैन ठिकै छ अब जाने हो टक्क यसो खानेकुराहरू लगेको छौँ टक्क बनाउने गर्ने खाने सुन चिल आउटमा बस्ने अनि सट्ट फर्क्ने त्यो भन्दा नि अब म एकछिन भाइहरूलाई पर्खिन्छु यहाँनिर आउँदैछन् पछाडि सो आउँदैछन् केटाहरू यतिको मेहनती केटाहरू भयो भने भइगयो नि हो के चाहियो अरू भयो अगाडि बढौँ बिचरा गाह्रो भइसक्यो नन स्टप ल हाम्रो दाइ टक्क लाएर उता अगाडि जाँदै हुनुहुन्छ होइन तर अहिले बियो हेलो गाइज ल हाम्रो ठाउँ चाहिँ यही हो अब आजको लोकेसन सट्ट आजको लोकेसन यहाँ हो हामी टक्क यहाँ बस्छौँ यहाँ बस्छौँ अब यहाँ सरसफाइ गर्छौँ हामीहरू
त्यस्तै हो। अब एकदम अप्सन भइसक्यो ढुङ्गा अब फेरि पखाल्दैछ। ल भिडियो भएछ गाइस। हाम्रो ठाउँ रेडी भइसकेको छ। अब यहाँ छ सामानहरू। भाइहरू चाहिँ ढुङ्गा लिनु गएको छ। सो अब केटाहरू चाहिँ यता पानी पानी खाँदै रहेछन्। जतिखेर पाए त्यतिखेर त्यस्तो पाइँदैन होइन। अहिले भरे पनि चाहिन्छ मान्छेलाई। ओके यहाँ अब मेरो यहाँनिर खिचिदिनु पर्यो नि त। ल हाम्रो पाठशालाले चाहिँ यहाँ पर दर्शन गरेर आइसक्नु भयो। म यहाँ अस्मिन भाइ यहाँ बसेको छ है। म यहाँ छु। अनि कस्तो दामी क्यामेरा भएको आजकल त होइन। ल गाइज अब हामी चाहिँ ढुङ्गा लिनु जान आँटेको छौँ। कुन भन्दा यो लानुपर्छ होला। यो दुईटा भाइको। ल यता हेर्नु न। उता एउटा छ गाइज। त्यहाँनिर दाउरा पनि रहेछ। दाउरा पनि लिएर जाँदैछौँ। सुकेको हल्का। ल के ढुङ्गा होइन दाउ ल सो गाइज अब चाहिँ हामी जाँदैछौँ। ल के हो दाउरा हौ। अनि अहिले भर्खर अब चाहिँ हामी दाउरा टिपेर जान आँटेको। हाम्रो रेडिमेड चुल्हा पनि रेडी भइसक्यो। अब यहाँ छ अनि अघि भएकै दाउरा त्यो मेट्रो छ। म्याट सम्म उठा त। काट्दै छैन है लाइटर खोइ। ए तपाईँले दिएको होइन अघि दुईवटा। अब चाहिँ यहाँनिर काटिँदैछ अर्कोपट्टि। ढुङ्गाले राखेको ल यो छ।
फाइनली गाइस आगो पनि बल्दैछ हाम्रो। अब बलेको छैन, बल्दैछ बिस्तारै। खै त सर म काटिदिन्छु नि त्यसो ल। यो चाहिँ खतरा बोस हो क्या, यसलाई जाले बोस भन्छन् क्या। यसलाई जाली बोस भन्छ। हो त्यो पनि फोक्सै हो। यहाँको चाहिँ दामी रहेछ यार कस्तो उयो ट्री। यहीँ राखिदिएको अब गाई चाहिँ हेर्नु तपाईँहरू। हेलो गाइस, आज चाहिँ म मास्टर सेफ कुकिङ म्यान। कुकर होइन हौ। कुन हो युएसबी के हो? Q16 होला यहाँको। सर के छ? हेलो गाइड्स होइन, अब यस्तै छ हाम्रो पारा होइन। म चाहिँ गलेँ यार, यहाँ कामको ढुङ्गा बोक्दा बोक्दा हर्का साम्पाङले गलायो आज। ढुङ्गा चाहिँ जम्मा एउटा भएको छ। कति किलोको छ? मैले टिन्टो ल्याएँ। ए हो यस्तै बनाउनुपर्छ होला हौ। फेरि नयाँ चुल्हा बनाउँदैछु होइन गाइज, किनभने अब हाम्रो ब्रान्डेड चुलो चाहिँ अब अलिकति वर्किङ अवस्थामा नभएपछि फेरि एउटा ब्रान्डेडै बनाउनु पऱ्यो। एकदम दामी तरिकाले खन्दै हुन्छ, खन्नेमा एक्सपर्ट हुनु। सो गाइस, हाम्रो आगो चाहिँ बिस्तारै बिस्तारै बल्दैछ होइन, बल्दैछ अहिले फेरि हावा निभाइन्छ जस्तो छ। तेल 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 चाहिँ हाम्रो सानो बट्टामा छैन, धेरै किन लड्नु भनेर ल तेल आएको चाहिँ मजाले बलेको छैन होइन, हल्का भए पनि तात्दैछ कराई। यहाँ छ आगो चाहिँ बल्ला जस्तो छैन अहिले पनि। अब यहाँ घाममा तताएर खानुपर्छ होला, त्यो देखाउँछ नि युट्युबमा। बलो बलो गाइज, बलो निभिहाल्यो यो हावाले स्टप हान्छ। फाइनली गाइस हावा हल्का हल्का चल्दैछ, रोक्यो। फोटो पनि खिच्नु हाम्रो यो पनि भयो।
हाम्रो चाहिँ यहाँनिर हल्का हालिसकेको छ, अलिकति भिडियो गर्न लेट भयो। कोही छैन हेर्नु, अब माइन्ड नगर्नु। फर्स्टको पटाइ हो कि यो हाम्रो अस्मित कटरी अफ द इयर हुनको जान्छ जस्तो छ अब यस्तो काटेकोले। यो यसमै हाल्ने हो त। यो त्यतिकै राख न, काम छ क्या। अहिले पासाले हाल्नुहुन्छ त्यहाँ पिसेको पनि छ त। बेसार चाहिँ यहाँ हाल्ने होइन दाइ? आइया हाल्ने हो। मुस्की छ फेरि गाई हाम्रो एकदम दामी। हल्का उता सर त यो गर्दा हाम्रो दाइले टक्क उहाँ ओहेरिन आँट्नु भएको छ होइन। ऊ त्यहाँ ड्याम तरिकाले मासु पसिसकेको छ, हेर्न सक्नुहुन्छ होइन गाइजहरू। यस्तै छ होइन हाम्रो। अब तपाईँहरूलाई पनि खान त मन थियो होला, तर के गर्नु, हेरेर चित्त बुझाउनु पर्छ। आगो पनि बलिराखेको नै अवस्थामा छ अहिलेसम्म चाहिँ। अब मसला ससला हाल्नुपर्छ होला। बेसार हामी आज चाहिँ टक्क फुड भ्लगर बनिसकेको छौँ होइन, पकाउँदै खाँदै। त्यो चाइनिजहरू पनि यस्तै जङ्गलमा गएर पकाएर खान्छन् नि दाइ। दाइ दाउरा हाल्नुपर्छ क्या एक दुईवटा। हालेकै छ कि बोल्नु त पर्यो नि त। नुन कहाँ गयो? नुन यहाँ छ, हालिदिऊ। कसम उहाँले चाहिँ नि यो त म चाहिँ भएन नि अब।
सो गाइस हाम्रो चाहिँ फाइनली रेडी भइसकेको छ होइन अब गाइस हामी चाहिँ अब यसो खाना हालेको होइन यहाँनिर छ हाम्रो चटपटे अनि त्यहाँ कोक मासु त्यो सेकुवा सेकुवा देसी अनि युगल भाइ यो अगाडिको खाना चाहिँ एउटा अब चाहिँ हामी दाइको त्यहाँ एउटा छ होइन खाना आँटेको ल यो लाउ न यो अगाडिको एउटा खाना को मेरो चेला यहाँ यो हामी चाहिँ म खाएको त्यहाँ एउटा ताना दुईवटा हुनुपर्ने ल मिठो हुन्छ मिठो हुन्छ हातले हालिदिन्छ हुन्छ अब कोक पस्किने कोक पस्किने होइन पस्क्यौँ न कोक मलाई चाहिँ ग्रेभी हाल्नु छ भाइ ग्रेभी पनि अन्डा हालेको छ कसरी खाँदैन क्या ल गाइस त्यहाँ चाहिँ कोक छ होइन बन्द गर्नु त भाइ खाना बन्द गर्नु ल गाइस अहिले अब खाइसकेर भेट्छौँ खाएको त के देखाउनु होइन तपाईँहरूलाई पनि खान मन लाग्छ भन्ने कुरा ल गाइस अब हामी खाइसकेर अब हामी चाहिँ खाना सुरु गऱ्यौँ मेरो चाहिँ कराईमा छ होइन सबैपट्टि चाहिँ हाल्दै खाऊ केटा यति मिठो छ त्यो हल्का अमिलो हाल्छु त भाइ अब यो कोकोकोला यहाँ राखिदिउँ कस्तो ठिक छ धेरै ठिक छ पारसलाई त सेफ हुँदाहुँदै अनि ठिक नहुने कुरो भयो भने त अनि जिद्दी होइन कुकिङ म्यान होइन हौ कुकर मेन हौ तिम्रो त ल खोर्सानी देऊ त हालेको ल तिमी बस खाना होइन खोर्सानी खाने बस सबैलाई दिइहाल्छु अगाडि पनि हालिदिएको तिमीलाई एउटा तिमी हालिदिन्छु बसमा चलिरहेको हेलो गाइज आजको लागि अब यति नै अब हामी फेरि अर्को भ्लगमा भेट्नेछौँ किप वाचिङ बाई